नमस्ते सबैजनालाई मेरो भिडियोमा फेरि पनि स्वागत छ। म चाहिँ एउटा फल देखाउँ भनेर हाम्रोतिर चाहिँ यस्तो पाइरहेको छ। यो चाहिँ किम्बु भन्दो रहेछ, हाम्रोमा चाहिँ भन्छ भनौँ न। यो चाहिँ अमिलो छ, अलिक पाकेको चाहिँ यस्तो कालो हुन्छ कि यो चाहिँ गुलियो हुन्छ। यो गुलियो हुन्छ, तपाईँहरूकोतिर के भन्छ? हाम्रोतिर चाहिँ यो किम्बु भन्छ यसलाई। यो काँचो चाहिँ धेरै रहेछ, यो काँचो चाहिँ धेरै छ, पाकेको पनि छ, पाक्न स्टार्ट गरेको हो। पाकेको चाहिँ यही झरै यस्तो रातो हुन्छ, ब्लड झरेको झरे। यो चाहिँ यति धेरै छ है। यो पाको भन त यो अति धेरै हुन्छ, कति हुन्छ। यो पाकेको चाहिँ कालो कालो हुन्छ, देखाउन सक्छु। यहाँनिर यहाँ छ, माथि तान्नु पर्यो। यो चाहिँ टिपेको मिठो छ। यो भाइले टिपेर दियो मलाई, दामी छ। यो पाकेको चाहिँ यो खालको हुन्छ, यो स्वास्थ्यको लागि पनि राम्रो भन्छ। वाइनहरू बनाएर खाँदो रहेछ विदेशतिर त, विकसित देशतिर त। हाम्रो त के छैन यस्तो छ है। यसको बोर्ड चाहिँ यस्तो हुन्छ है। ल धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। साथ सपोर्ट गर्दै जानु होला। हस्त नमस्ते, बाई बाई।